आज मेरो मिलमा चाहिँ यो छ है गाइस। चिज अर्ग्यानिक हो नि त, गाईलाई अर्ग्यानिक तरिकाले खानुपर्छ क्या, हैन? यसरी यस्तो भयो गाइस। लोकल चामलको भात र गङ्गटा लिएर आएको छु गाइस। आफ्नै बारीमा पाउने गङ्गटाको झोल यसरी हाल्ने हिमाल, हैन गाइस? यस्तो खानुपर्छ क्या। किन पैसा खेर फाल्ने गाइजहरू, हैन? आफ्नै गाउँघरमा पाइने अर्ग्यानिक चिजहरू खाने हो नि त, हैन गाइस? आफ्नै गाउँमा पाउने अर्ग्यानिक चिजहरू यसरी खानुपर्छ। हेलो गाइज, वेलकम टु माई ब्लग। फेरि पनि स्वागत छ हजुर सब मेरो ब्लगमा गाइज। आज चाहिँ म हैन गङ्गाटा समात्न गएको थिएँ गाइज, हैन? समाएको भिडियो त हाल्न पाएन, समाएर ल्याएको छु। आज चाहिँ गङ्गाटा र भात खानुपर्छ गाइज, हैन? साला बदमास कहाँ जानु लाग्यो यो यार? यत्तेरी यो अलि चञ्चले परेछ हौ। आज मेरो मिलमा चाहिँ यो छ है गाइस। टिकट चलेको यार, यसलाई मैले चर्याम बजाउनु पर्छ अब। कति भागेको पखालेर ल्याइसके गाइस, मारेर गङ्गटाको टोकाइबाट हात रगदै आयो गाइस। यस्तो धरो टोक्दो रहेछ नि। तेल पाइसक्यो। त्यो अर्ग्यानिक चिजमा केही नि हाल्नु हुन्न गाइस। अर्ग्यानिक नहालो, अर्ग्यानिकै खानु। चिज अर्ग्यानिक हो नि त, गाईलाई अर्ग्यानिक तरिकाले खानुपर्छ क्या, हैन? यसरी यस्तो भयो गाइस। लोकल चामलको भात र गङ्गटा लिएर आएको छु गाइस। आफ्नै बारीमा पाउने गङ्गटाको झोल यसरी हाल्ने हिमाल, हैन गाइस? यस्तो खानुपर्छ क्या। किन पैसा खेर फाल्ने गाइजहरू, हैन? आफ्नै गाउँघरमा पाइने अर्ग्यानिक चिजहरू खाने हो नि त, हैन गाइस? आफ्नै गाउँमा पाउने अर्ग्यानिक चिजहरू यसरी खानुपर्छ। कस्तो हुन्छ यो झिँगाले पनि यार,